हेलो एभ्रिवान, नमस्कार सबैजनामा। अब हामी च्याप्टर नम्बर 2 तिर लाग्छौं। ओके, मैले च्याप्टर 1 साइन्टिफिक लर्निङको प्रिभियस इयरको सी क्वेशन्सहरुको सोलुसन अलरेडी गरेर भिडियो बनाएर राखेको छु, तपाईहरुले त्यो चेक गर्न सक्नुहुन्छ। र अब हामी कन्टिन्युएसनमा च्याप्टर नम्बर 2 क्लासिफिकेसन अफ लिभिङ अर्गानिजमको प्रब्लमहरु बनाउँछौं। सकेसम्म हामी एउटै भिडियोमा बनाउने कोसिस गर्छौं। ओके, सो लेट अस स्टार्ट। यो पहिलो क्वेशन छ, which order is the right in term of evolution? 1 मार्कमा सुदूरपश्चिम प्रोभिन्समा सोधेको क्वेशन, 4 सालको क्वेशन 2081 को। अब यो राइट इन टर्म अफ इभोल्युसन भनिसकेपछि इभोल्युसनरी हिस्टोरी हेर्नु पर्यो, फाइलोजेनेटिक रिलेसनशिप हेर्नु पर्यो हैन। तपाईहरुले जुन अर्डरमा तपाईहरुलाई बुकले पढाएको हुन्छ, सरहरुले पढाउनु भएको हुन्छ, पहिलादेखि तपाईहरुले जुन अर्डरमा पढ्नु भएको हुन्छ, जस्तो इन्भर्टिब्रेट्समा तपाईहरुले 8 वटा पढ्नु भयो होला, त्यसपछि फाइलममा 9 फाइलमको रूपमा कोडाटा पढ्नु भयो होला हैन। जुन अर्डरमा पढ्नु भएको हुन्छ, अर्डर भन्नाले पोरिफेरा, पोरिफेरा पछि तपाईको प्लाटिहेल्मिन्थिस, पोरिफेरा, सिलिन्टेरेटा, प्लाटिहेल्मिन्थिस, नेमाथेल्मिन्थिस, त्यसै गरी जुन अर्डरमा पढ्नु भएको हुन्छ। र म्यामलमा पनि तपाईको जुन क्लास जुन अर्डरमा पढ्नु भएको हुन्छ, जस्तो पहिला फिशेस पढ्नु भएको हुन्छ, एम्फिबियन पढ्नु भएको हुन्छ, रेप्टाइल पढ्नु भएको हुन्छ, त्यही अर्डरमा नै हो इभोल्युसन भएको पनि र इभोल्युसनरी हिस्टोरी पनि त्यही हो। ओके, सो पहिला सुरुमा हामीले यसलाई फाइलमको रूपमा क्याटेगोराइज गर्नुपर्छ। यो कुन फाइलमको एक्जाम्पलहरु हो भन्ने कुरा हामीलाई थाहा हुनु पर्यो। ओके, यहाँनेरि 4 वटा अर्गानिजमहरु दिएको रहेछ हैन, जसमध्ये मैले देख्न सक्छु 2 वटा अर्थवर्म र जेलीफिश, 2 वटा इन्भर्टिब्रेट छ, 2टा भर्टिब्रेटहरु पनि दिएको रहेछ। अनि त्यसपछि यही अर्थवर्म, जेलीफिश, फिश र फ्रगलाई घुमाइफिराइ अप्सनहरुमा बाँधेको छ। यो तलमाथि पर्न सक्छ, तलमाथि लेखेको होला मैले, तर यसको ट्रू अप्सन हामी निकाल्छौं। ओके, सो अब यहाँनेरि हेर्दाखेरि पहिला हेरौं त, जस्तो यो अर्थवर्म भन्ने कुरा क्लासिफाई गरौँ ल, यो कुन फाइलमको हो अथवा कुन फाइलम भित्रको कुन क्लासको हो भन्ने कुरा हामी क्लासिफाई गरौँ ल, हामीले पढेको बेसिसमा। अर्थवर्म भनेको हाम्रो एनेलिडा भइहाल्यो, एनेलिडा भयो। जेलीफिश भनेको सिलिन्टेरेटा, फिश भनेको चाहिँ फेरि जेलीफिश फिश हैन नि, फेरि जेलीफिश यो फिश भन्ने चाहिँ पिसेज भन्ने क्लासेसमा पर्छ। अनि त्यसपछि फ्रग भन्ने चाहिँ एम्फिबियन भन्ने क्लासेसमा पर्छ। ओके, भर्टिब्रेटाको एम्फिबियन भन्ने क्लासेसमा फ्रग पर्यो। अब यो इभोल्युसनरी हिस्टोरी हेर्दाखेरि कुन पहिला आयो होला त? पहिला एनेलिडा आयो कि सिलिन्टेरेटा आयो त? अभियसली पहिला सिलिन्टेरेटा आयो, सिलिन्टेरेटा पछि एनेलिडा आयो। यो 4 वटा कुरा गर्ने हो भने त्यसपछि पिसेजहरु आयो र त्यसपछि एम्फिबियनहरु आयो। ओके, सो यो इभोल्युसनरी हिस्टोरी थाहा हुनुपर्छ। र त्यसको बेसिसमा पहिला हेर्ने भने सिलिन्टेरेटा, पहिला जेलीफिश हेरौं। जेलीफिश वाला यो 2टा अप्सन छ, बाँकी 2टा हामीले एलिमिनेट गर्छौं, ठीक छ, 2टा हेर्नै परेन। त्यसपछि एनेलिडा हेरौं, एनेलिडा भनेको हाम्रो अब त्यसपछि अर्थवर्म वाला अप्सन हेरौं। जेलीफिशसँग अर्थवर्म कहाँ छ? 2टैमा छ। अब अगाडि बढ्नु पर्यो है, अर्थवर्म 2टैमा छ। अब त्यसपछि पिसेज हेरौं, पहिला त पिसेज आएको एम्फिबियन भन्दा। सो फिश आयो कि फ्रग आयो? फिश आयो, त्यही भएर अप्सन 2 करेक्ट अप्सन हो। यो अप्सनहरु तलमाथि होला, जेलीफिश, अर्थवर्म, फिश र फ्रग, यो अर्डर चाहिँ करेक्ट इभोल्युसनरी अर्डर हो भनेर याद राख्नु पर्यो। ओके, ओके, नेक्स्ट क्वेशन। अब राइट फाइलम अफ द फलोइङ अर्गानिजम भनेर 2 मार्कमा सुदूरपश्चिममा सोधेको क्वेशन छ। फाइलम लेख्नु पर्ने छ। ओके, फाइलमहरु पढियो होला नि, जस्तो 9 वटा फाइलम त हामीले पढाएको छौं। स्लग कुन फाइलममा पर्छ? यो स्लग भनेको तपाईको टेन्टेकल्स हुन्छ हैन। अनि त्यसै गरी गएपछि मस्कुलर फिटबाट लोकोमोसन गर्छ यसले, त्यो कुरा थाहा भइसकेपछि हामीले यसको फाइलम लेख्न सक्छौं। टेन्टेकल्स हुने फेरि 2 वटा फाइलमहरु छ, सिलिन्टेरेटा र हाम्रो मोलस्का। मोलस्कासँग पनि टेन्टेकल्स हुन्छ, तर स्लग सिलिन्टेरेटा हैन, स्लग मोलस्का हो। ओके, मोलस्का मस्कुलर फिटबाट लोकोमोसन गर्ने भनेपछि पक्कै मोलस्का हो। सी कुकुम्बर भनेको हामीलाई थाहा छँदैछ, सी कुकुम्बर, सी अर्चिनहरु, यिनीहरुको रेडियली सिमेट्रिकल बडी, नो डिस्टिंक्ट हेड वाला ग्याङ मेम्बरहरु भयो। अनि त्यही भएर यिनीहरु भनेको इकाइनोडर्म्सहरु हो। इकाइनोडर्माटा भन्ने फाइलममा बिलोङ गर्छ हैन। यो मोलस्कन्सहरु हो, मोलस्का भन्ने फाइलममा बिलोङ गर्छ। 3rd नम्बरको
Which of the following is the feature of apps? Apps को feature कुन हो? Generally सबै उड्ने पन्छीहरु जतिको क्लास हो apps भनेको हैन। अब respire through gills यो त होइन। respire through gills त तपाईको फिशेस को पेकुलियर क्यारेक्टरिस्टिक्स हो। एम्फिबियन ले पनि गिल्स बाट रेस्पायर गर्छ पानीमा हुँदाखेरि, त्यही भएर त्यो कुरा याद हुनुपर्छ। गिल्स बाट रेस्पायर गर्ने एप्स चाहिँ होइन, फिशेस र एम्फिबियनहरु। पोइकिलोथर्मिक भनेको के हो? पोइकिलोथर्मिक भनेको कोल्ड ब्लडेड हो हैन, कोल्ड ब्लडेड एनिमल हो यो। पोइकिलोथर्मिक भन्नाले कोल्ड ब्लडेड भनेर बुझिन्छ, कोल्ड ब्लडेड। अब कोल्ड ब्लडेड भनेको कस्तो? which can change their body temperature according to the surrounding temperature। ओके, अब पोइकिलोथर्मिक त अभियसली एप्स त हुँदै हैन, एप्स भनेको होमियोथर्मिक हो, वार्म ब्लडेड हो, त्यही भएर यो अप्सन पनि इलिमिनेट भयो। थर्डमा भिभिप्यारस भन्ने छ। भिभिप्यारस भनेको के हो? भिभिप्यारस भनेको एउटा हुन्छ ओभिप्यारस रिप्रोडक्टरी मोडमा, अर्को हुन्छ भिभिप्यारस। ओभिप्यारस भनेको चाहिँ ओभिप्यारस नि हैन, ओभिप्यारस यो सम्झिनु सजिलो छ। ओ भनेको यो ओ भन्दै अन्डा जस्तो ओ, यो अन्डा पार्नेहरु ओभिप्यारस, एग लेइङ। अनि भिभिप्यारस भनेको डाइरेक्टली बर्थ गिभिङ हैन, बर्थ गिभिङ डाइरेक्टली बर्थ गिभिङ एनिमल्स, डाइरेक्टली बर्थ गिभिङ टु यङ वन्स, डाइरेक्टली बर्थ त दिँदैन एप्सले, अन्डै पार्ने हो। त्यही भएर ओभिप्यारस चाहिँ हो बर्ड, भिभिप्यारस होइन। ओभिप्यारस भएको भए चाहिँ ठिक हुन्थ्यो, भिभिप्यारस पनि होइन। बाँकी बसेकै अप्सन करेक्ट हुने हो, हेर्नै परेन हैन। तर पनि हेरौँ के छ। ह्याभ बिक, अभियसली बिक हुन्छ, फेदरले कभर गरेको हुन्छ बडी, ठिक छ। सो अभियसली फोर्थ अप्सन इज द करेक्ट वान। फोर्थ नम्बरमा छ राइट डाउन द डिफरेन्स बिट्विन, यो ऱ्याट हो, rat and snake on the basis of structure of heart and reproduction हैन। हार्ट को स्ट्रक्चर को आधारमा र रिप्रोडक्सन को आधारमा भनेरै बेसिस तोक दिएपछि तपाईहरुले डिफरेन्स बिट्विन लेख्ने बेलामा तीनवटा कलम बनाउनु पर्छ, जसमा बीचको कलम चाहिँ बेसिस को कलम हुन्छ। त्यही भएर यस्तो क्वेशनहरु लेख्ने बेलामा अलिकति ध्यान दिनु होला। बेसिसै छुट्याइदिएको छ भने चाहिँ बेसिस शुद्ध राखेर डिफरेन्स बिट्विन गर्दाखेरि तीनवटा कलम बन्छ। बेसिस भनेको छैन भने आफूले मन लागेको पोइन्टहरु राखेर तपाईले डिफरेन्शिएट गर्न सक्नुहुन्छ। ओके, अब जस्तो बेसिसै भन्दै यहाँनेर त स्ट्रक्चर अफ हार्ट को आधारमा र मोड अफ रिप्रोडक्सन को आधारमा भनिसकेपछि तीनवटा कलम राख्नुपर्छ। ओके, सो द डिफरेन्स इज एज फलोज, द डिफरेन्सेस आर एज फलोज। ऱ्याट छ, त्यसपछि स्नेक छ, अनि बेसिस छ बीचमा हामीसँग बेसिस छ। सिरियल नम्बर पनि राख्दिउँ यतातिर। ओके, सो पहिलो नम्बर हेर्ने हो भनेदेखि हार्ट पहिलो बेसिस हामीलाई दिएको छ, अरु कुरा चलाउनै पाइएन, नभए दुईटाको क्लासको आधारमा राख्दिन्थ्यौं हामीले। एउटा म्यामल हुन्थ्यो, एउटा रेप्टाइल हुन्थ्यो हैन, ब्ला ब्ला। ओके, हार्ट को आधारमा भनिसकेपछि अब हार्ट चाहिँ कस्तो हुन्छ त? यो म्यामल हो, म्यामलसँग दे हैव 4 चेम्बर्ड हार्ट, दे हैव 4 चेम्बर्ड हार्ट। ओके, अब योसँग कस्तो हुन्छ? दे हैव, यो रेप्टाइल हो, रेप्टाइलसँग दे हैव 3 चेम्बर्ड हार्ट, 3 चेम्बर्ड हार्ट। रेप्टाइलसँग जेनरली 3 चेम्बर्ड हार्ट हुन्छ। एउटा एक्सेप्सन छ, क्रोकोडाइल एक्सेप्सन छ, क्रोकोडाइलसँग चाहिँ फेरि 4 वटै चेम्बर हुन्छ। ओके, अब यो लेख्ने बेला मिलाएर लेख्नु होला, अलिकति डिटेल दिन खोज्नु हैन। अब तपाईहरु त जेनजी भइसक्नुभयो म जस्तै। हार्ट लेख्ने बेलामा फेरि अब च्याट जीपीटी को जस्तो 4 चेम्बर यता 3 चेम्बर उता, अनि मोड अफ रिप्रोडक्सन लेख्ने बेलामा त्यसैगरी ओभिप्यारस यता भिभिप्यारस यता। त्यो सर्टकट फलो नगर्नु होला, सर्टकट सधैं राम्रो हुन्छ भन्ने छैन, सर्टकट मे बी इन्जरियस टु हेल्थ हैन। सो डिटेल दिन खोज्नु होला, टाइम भ्याएसम्म डिटेल दिनुपर्छ। टाइमको पनि हेर्नुपर्छ हामीले। टाइम क्वेशन एकदमै च्यालेन्जिङ खाले क्वेशन आएको छ भने टाइम कम हुन सक्छ, त्यति बेला चाहिँ मिलाएर कहिलेकाहीँ सर्टकट पनि दिनुपर्छ, दिँदै नदिने भन्ने पनि हैन। ओके, अर्को क्वेशन छ रिप्रोडक्सन।
रिप्रोडक्सनमा चाहिँ अब ऱ्याटहरु म्यामलहरु भयो, दे डाइरेक्टली गिभ बर्थ directly to their young ones अथवा टाइम कम छ भने दे आर viviparous लेख्दा पनि पाइयो, दे आर viviparous लेख्दा पनि पाइयो। अनि अब यो स्नेक हो चाहिँ दे ले एग्स भन्नु पर्यो, और दे आर ओभिप्यारस भन्न पनि पाइयो। टर्म याद छ भने टर्म दे आर ओभिप्यारस भन्नु पाइयो। ओके, सो बेसिस छुट्याइदिएको छ भने यसरी डिफरेन्शिएट गर्नु पर्यो। ओके, अब यता हेरौँ त, यो 1 मार्कमा गण्डकी प्रोभिन्समा सोधेको क्वेशन रहेछ। आइडेन्टिफाई द क्यारेक्टरिस्टिक अफ द एनिमल द्याट बिलोङ टु द फाइलम सिलिन्टेरेटा। सिलिन्टेरेटा भन्ने बित्तिकै हामीलाई थाहा हुनु पर्यो, सिलिन्टेरेटा भनेको सिलम भन्ने बित्तिकै भित्रको हलो बडी स्ट्रक्चर हुन्छ हैन, हलो क्याभिटी हुन्छ। अनि त्यसपछि माउथ इज सराउन्डेड बाइ टेन्टेकल्स हुन्छ, टेन्टेकल्स हेल्प्स इन क्याचिङ प्रे, डिफेन्स एन्ड लोकोमोसन भन्ने भयो हैन, ब्ला ब्ला कुराहरु हामीलाई थाहा हुनु पर्यो। अब पहिलो अप्सन हेरौँ, इट्स बडी हैज न्युमेरस पोर्स होइन, यो पोरिफेराको क्यारेक्टरिस्टिक्स हो, पोर्स बियररहरु पोरिफेरा। इट इज फाउन्ड अन ल्यान्ड पनि होइन, यो एक्वेटिक एनिमल हो, फ्रेश वाटरमा कहिलेकाहीँ पाइन्छ, जेनरली मेरिन वाटरहरुमा पाइन्छ। ओके, थर्ड अप्सन हेरौँ त, इट मुभ्स विथ द हेल्प अफ टेन्टेकल्स हो। टेन्टेकल्स आर द लोकोमोटरी अर्गन अफ सिलिन्टेरेटा, नट ओन्ली लोकोमोटरी अर्गन, दे आर डिफेन्सिभ अर्गन अल्सो। नेमाटोसिस्ट भन्ने सेल हुन्छ, स्टिङ्गिङ सेल हुन्छ, अनि प्रे क्याच गर्न पनि हेल्प गर्छ। सो यो चाहिँ अप्सन हो। फोर्थ अप्सन हेरौँ, इट इज युनिसेलर होइन, यो मल्टिसेलर हो। क्वेशन नम्बर 6 मा जाउँ। Which of the following organ produces male gametes in fawn? फनमा मेल ग्यामेट्स प्रोड्युस गर्ने अर्गन कुन हो त? पहिलो अप्सन छ एन्थेरिडियम हो, यही हो, फनमा मेल ग्यामेट्स प्रोड्युस गर्ने अर्गन नै एन्थेरिडियम। आर्किगोनियम होइन, आर्किगोनियम फिमेल हो, फिमेल ग्यामेट प्रोड्युस गर्छ यसले। सोरस होइन, सोरसले स्पोरेन्जियम बनाउँछ जसले पछि गएर स्पोर्स प्रोड्युस गर्छ। गेमा कप होइन, गेमा कप भनेको त तपाईको यो फनमा हुँदा पनि हुँदैन, यो ब्रायोफाइट्सहरुमा हुन्छ। ओके, केही ब्रायोफाइट्सहरुमा हुन्छ, रिप्रोडक्टरी अर्गन नै हो त्यो पनि। ओके, 7 नम्बरमा हेरौँ। सो एन्थेरिडियम यसको करेक्ट अप्सन भयो। अब 7 मा जान्छ। व्हिच अफ द फलोइङ प्लान्ट बिलोङ्स टु द डिभिजन अल्गी? अल्गीमा बिलोङ्स गर्ने कुन हो? अल्गी भनेको त एकदम प्रिमिटिभ प्लान्ट क्याटेगोरी भएको अर्गानिजमहरु हो हैन। पी भन्ने त यो प्रिमिटिभ होइन, पी भन्ने त हाम्रो एन्जियोस्पर्म हो। ओके, मस पनि होइन, मस त ब्रायोफाइटा हो। स्पाइरोगाइरा चाहिँ हो। ओके, स्पाइरोगाइरा नै हो अल्गी, फिलामेन्टस हुन्छ स्पाइरोगाइरा। साइकस पनि होइन, साइकस जिम्नोस्पर्म। ओके, सो स्पाइरोगाइरा इज द करेक्ट अप्सन। 1 मार्कमा मधेस प्रोभिन्समा सोधेको थियो। ओके, अब हामी अगाडि बढ्छौँ, अझै क्वेसनहरु छन् हामीसँग। ओके, अब कन्टिन्युएसन गरौँ। क्वेसन नम्बर 8 छ, राइट द क्लास अफ स्प्यारो एन्ड डिभिजन अफ फन भनेको छ हैन। स्प्यारोको क्लास कुन हो? स्प्यारो तपाईको कुन फाइलममा हो? पहिलो कुरो, स्प्यारोको फाइलम भनेको यो कोडाटा फाइलममा पर्छ। कोडाटा फाइलम भित्र पनि भर्टिब्रेटाको क्लासहरु हुन्छ, भर्टिब्रेटाको क्लासमा तपाईको यो एप्समा पर्छ। सो क्लास अफ स्प्यारो इज एप्स। डिभिजन अफ फन, अब फाइलम एनिमलको फाइलम भयो जस्तै प्लान्टहरुको डिभिजन हुन्छ, कुन डिभिजनमा पर्छ? डिभिजन हामीसँग प्लान्ट किङडमलाई 3 वटा डिभिजनमा डिभाइड गरेको छ हैन। सो 3 वटा डिभिजनहरु के हो? अल्गी, ब्रायोफाइटा र ट्र्याकियोफाइटा हैन। ट्र्याकियोफाइटा भन्ने डिभिजनमा फन पर्यो। ट्र्याकियोफाइटा भित्रको पनि टेरिडोफाइटामा पर्छ, तर डिभिजन कुन हो? ट्र्याकियोफाइटा। ओके, सो द क्लास अफ स्प्यारो इज एप्स एन्ड द डिभिजन अफ फन इन विच इट इज केप्ट इज ट्र्याकियोफाइटा। यो भयो। क्वेसन नम्बर 9 मा जाउँ। Among the animals, peacock, crocodile, snake, whale and seals, which is the mammal and which is the least developed animal भनेको छ। अब least developed, more developed, complexity, evolutionary history त्यही कुरा हो। सबै अघि जस्तो मैले तपाईहरुलाई भने evolutionary history हेर्नुपर्छ। evolutionary history हेर्दाखेरि कुन पहिला आएको हो हेरौँ त। क्रोकोडाइल भनेको के हो? क्रोकोडाइल भनेको रेप्टाइल हो, यो रेप्टाइल हो।
त्यसपछि स्नेक भनेको के हो? स्नेक भनेको पनि रेप्टाइल हो, यो पनि रेप्टाइल हो। व्हेल भनेको के हो? व्हेल भनेको त तपाईको म्यामल हो हैन? व्हेल भनेको म्यामल हो। यो फिश भए पनि यो म्यामल हो है, एक्वेटिक म्यामल हो त। अनि त्यसपछि सी हर्स, यो हर्स देखेर नझुकिनु होला, यो सी हर्स भनेको चाहिँ फेरि पिसेज हो। पिसेज, यो चाहिँ हर्स भए पनि पिसेज हो। साइन्स इज इन्ट्रेस्टिङ। अनि त्यसपछि के भन्छ? व्हिच इज द म्यामल एन्ड व्हिच इज द लिस्ट डेभलप्ड एनिमल भन्छ नि। म्यामल भने त हामीले चिनिहाल्ने, म्यामल भनेको व्हेल हो। व्हेल म्यामल किन हो भने यो एक्वेटिक म्यामल हो। पिसेज किन होइन भने पिसेजको क्यारेक्टरिस्टिक्स नै हुँदैन। जस्तो पिसेजको क्यारेक्टरिस्टिक्स भनेको त गिल्स हुनुपर्ने हो, ब्रिदिङ सिस्टममा गिल्स हुँदैन व्हेलसँग। 4 च्याम्बर हार्ट, जस्तो म्यामलमा 4 च्याम्बर हार्ट हुन्छ भने व्हेलमा पनि 4 च्याम्बरै हार्ट हुन्छ। पिसेजमा 2 च्याम्बर हार्ट हुन्छ, व्हेलमा त 4 च्याम्बर भयो, त्यही भएर पिसेज भएन। अनि त्यसपछि अरू पनि यावत क्यारेक्टरिस्टिक्सहरू म्यामलसँग मिल्ने भएर व्हेल म्यामलमा राखियो। त्यसपछि सी हर्स छ। सी हर्स चाहिँ हर्स हुँदै होइन, सी हर्स चाहिँ पिसेज हो। 2 च्याम्बर हार्ट हुन्छ, गिल्स हुन्छ ब्रिदिङको लागि, त्यही भएर यसलाई पिसेजमै राख्यो। सो व्हिच इज म्यामल? व्हेल इज द म्यामल, सकिहाल्यो। व्हिच इज द लिस्ट डेभलप्ड एनिमल? अब यो रेप्टाइल, म्यामल र पिसेज मध्ये कुन लिस्ट डेभलप्ड हो त? क्लासेसहरू हेर्नुभयो भने पहिला कुन आएको? पहिला पिसेज आएको, त्यसपछि एम्फिबियन आएको, त्यसपछि रेप्टाइल आएको, त्यसपछि एप्स आएको, त्यसपछि म्यामल आएको। यो कुरा त हामीलाई थाहा छ नि त हैन? कोडाटा भित्रको भर्टिब्रेट्सको क्लास हेर्दाखेरि त इभोल्युसनरी हिस्टोरी यसरी फ्लो हुन्छ नि त, पिसेज, एम्फिबियन, रेप्टाइल, एप्स र म्यामल। ओके, सो सबैभन्दा लिस्ट डेभलप्ड कुन हामीसँग? पिसेज हो सबैभन्दा लिस्ट डेभलप्ड। सो सी हर्स इज द लिस्ट डेभलप्ड वान एन्ड व्हेल इज द म्यामल among the given animals. सकिहाल्यो। 10 नम्बर हेरौँ। व्हाट इज द मेन रिजन अफ किपिङ सी अर्चिन इन इकाइनोडर्माटा? इकाइनोडर्माटामा सी अर्चिनलाई राख्नुको कारण के हो? इकाइनोडर्माटाको क्यारेक्टरिस्टिक्स मिल्छ होला, त्यही भएर राखेको। अब इकाइनोडर्माटाको क्यारेक्टरिस्टिक्स चाहिँ थाहा हुनु पर्यो। इकाइनोडर्माटाको क्यारेक्टरिस्टिक्स के हुन्छ? दे डु नट ह्याभ डिस्टिङ्क्ट हेड हैन। अनि त्यसपछि लोकोमोटरी अर्ग्यानको रूपमा उनीहरूसँग ट्युब फिट हुन्छ, रेडियली सिमेट्रिकल हुन्छ, एक्सक्लुजिभली मरिन हुन्छ। त्यो कुराहरू थाहा पाइरहनु पर्छ। सो अब त्यही कुराको बेसिसमा यहाँनिर हामी क्यारेक्टरिस्टिक्सलाई हिट एन्ड ट्रायल गर्छौँ। व्हाट इज द मेन रिजन अफ किपिङ सी अर्चिन इन इकाइनोडर्माटा? पहिलो अप्सन चाहिँ ड्यू टु द बडी बिङ डिभाइड इन्टु हेड, थोरेक्स एन्ड एब्डोमन। हुँदै होइन, यो त डिस्टिङ्क्ट हेडै हुँदैन, थोरेक्स र एब्डोमन त त्यो डिभाइडै भएको हुँदैन। अर्को अप्सन चाहिँ ड्यू टु द लोकोमोसन विथ द हेल्प अफ ट्युब फिट। एकदमै पेकुलर क्यारेक्टरिस्टिक्स नै यही हो, ट्युब फिटकै कारणले लोकोमोसन हुने। अर्को हेरौँ त के छ? ड्यू टु द बडी बिङ फ्ल्याट एन्ड थिन लाइक टेप। होइन, यो त टेपमतिर गयो होइन, प्लाटी हेल्मेन्थिसतिर गयो यो क्यारेक्टरिस्टिक्स। अर्को हेरौँ, ड्यू टु देम बिङ फाउन्ड इन मोइस्ट सोइल एन्ड वाटर। हुँदै होइन, यो फाइलम त एक्सक्लुजिभली मरिन हुन्छ, टोटली मरिन एनिमल्सहरू। ओके, सो अप्सन नम्बर सेकेन्ड, ड्यू टु द लोकोमोसन विथ द हेल्प अफ ट्युब फिट। 11 हेरौँ। व्हिच अफ द फलोइङ प्लान्ट द्याट बियर फ्लावर हैज फाइब्रस रूट एन्ड नो ब्रान्चेस? पहिला फ्लावर बियर गर्ने चाहियो, त्यसपछि फाइब्रस रूट भएको चाहियो, त्यसपछि ब्रान्च नभएको चाहियो। फ्लावर बियर गर्ने हेरौँ त। फनसँग फ्लावर हुन्छ, फनसँग फ्लावर हुँदैन। मेचसँग फ्लावर हुन्छ, मेचसँग फ्लावर हुन्छ। मस्टार्डसँग फ्लावर हुन्छ, साइकससँग फ्लावर हुँदैन, साइकस जिम्नोस्पर्म हो। अब फाइब्रस रूट चाहियो, यो दुईटा अप्सन बाँकी बस्यो। फाइब्रस रूट चाहियो। मेज भनेको मोनोकोटिलेडन हो, मोनोकोटिलेडन सँगै हुने हो फाइब्रस रूट। मैले विद्यार्थीहरूलाई एफएम याद राख्नु भनेको छु रूटको मामलामा। फाइब्रस रूट बिलोङ्स टु मोनोकोटिलेडनस ग्याङ मेम्बर, एफएम है। अनि त्यही भएर ट्याप रूट अर्को डाइकोटिलेडनसँग हुन्छ भनेर त हामीलाई आइहाल्यो। त्यो नभएपछि अर्को ट्याप रूटवाला अप्सन कहाँ गयो? डाइकोटिलेडनवालासँग गयो। सो एफएम याद राख्नु होला रूटको मामलामा। फाइब्रस रूट मोनोकोट, ओके, ट्याप रूट त्यही भएर डाइकोट। अब मोनोकोटै हो मेज, त्यही भएर फाइब्रस रूट हुन्छ। ब्रान्चेस योसँग हुँदैन, त्यही भएर यही करेक्ट अप्सन भयो हाम्रो। मस्टार्ड डाइकट हो, डाइकटसँग ट्याप रूट हुन्छ, मैले भनिहालेँ। यो अप्सन मिलेन, यो अप्सन मिलेन। ओके, सो मेज इज द करेक्ट अप्सन। 12 नम्बर हेरौँ। व्हिच अफ द फलोइङ किङडम हैव सेल वाल इन सेल्स भनेको छ। यो त सजिलो छ, यो धेरै सजिलो छ। यो इलिमिनेट गर्ने हो भने पनि एकैचोटिमा एन्सर आउँछ। तपाईँलाई एन्सर थाहा नभए पनि एन्सर आउँछ यसको। त्यही त फाइदा छ, त्यो इलिमिनेसनबाट एमसिक्यू गर्नुको पनि आफ्नै फाइदा छ होइन। अप्रोच डिफ्रेन्ट हुन्छ, एमसिक्यू गर्ने एप्रोचहरू डिफ्रेन्ट हुन्छ। जस्तो आयो भनेदेखि एउटा एप्रोच हुन्छ, कहिलेकाहीँ इलिमिनेट गर्दै जाँदा पनि
एन्सर नआए पनि एन्सर आइदिन्छ। जस्तो मलाई एनिमल सेल मलाई आएन रे, मानौँ मलाई यहाँ मध्ये यसको एन्सरै आएन, तर मलाई के थाहा छ बच्चैदेखि मैले के पढाएको छु, एनिमल सेलमा सेल वाल हुँदैन भन्ने पढाएको छु नि त मैले। एनिमल सेलको पहिलो लेयर भनेकै सेल मेम्ब्रेनको हुन्छ, एनिमल सेलमा सेल वाल हुँदैन। क्वेसन के छ, व्हिच अफ द फलोइङ किङडम ह्याभ सेल वाल। सेल वाल छ भनेपछि त्यो एनिमल सेल हुने कुरै भएन, एनिमेलिया हुने कुरै भएन। सो यो एनिमेलिया भएको जति सबै यहाँ 3 वटैमा एनिमेलिया छ, यो 3 वटै अप्सन हाम्रो गलत अप्सन हो। अब आएन त एन्सर, नआए पनि एन्सर आएन त, त्यही भनेको एन्सर आयो, एन्सर नआए पनि एन्सर आयो। तर एन्सर आउनेहरूलाई के कन्फिडेन्टली आउँछ भने फङ्गाईसँग सेल वाल हुन्छ, फङ्गाईको सेल वाल चिटिनले बनेको हुन्छ। प्लान्टेसँग सेल वाल हुन्छ, प्लान्टेको सेल वाल सेलुलोजिक हुन्छ, सेलुलोजले बनेको हुन्छ। मोनेरा ब्याक्टेरियाको ग्याङहरूसँग सेल वाल हुन्छ, सेल वाल पेप्टिडोग्लाइकेनले बनेको हुन्छ, पेप्टिडोग्लाइकेनले बनेको हुन्छ। ओके, ग्लाइकेन आउनेहरूलाई यसरी आउँछ, नआउनेहरूलाई यसरी आउँछ। आउन त आउँछ नि हैन, अलिकति क्लेभर त हुनु पर्यो नि, साइन्स पढाएछ अनि बोधो भएर हुन्छ। ओके, 13 नम्बरको हेरौँ। यो 13 नम्बरको चाहिँ फिगर बेस्ड क्वेसन हो। म माथि स्क्रिनमा राखिदिन्छु, तपाईहरुले स्क्रिनमा हेर्नु होला। त्यहाँनेरि के सोधेको छ भने अन द बेसिस अफ देयर फिचर्स व्हिच वान इज द लिस्ट डेभलप्ड एनिमल भनेर सोधेको छ। पहिलो ए भन्ने फिगरमा तपाईको देखाएको उसको दुईवटा माछाहरू देखाएको छ, दुईवटा फिसेसहरू देखाएको छ, तर एउटा फिसेस होइन रहेछ, एउटा चाहिँ म्यामल रहेछ हैन। ए भन्नेमा जुन छ त्यो चाहिँ व्हेल हो, र बी भन्नेमा जुन छ त्यो दाँत बाङ्गो पारेर देखाएको त्यो चाहिँ शार्क हो है। देखाउन नजाने पनि त्यो चाहिँ शार्कै हो। ए भन्ने व्हेल र बी भन्ने शार्क भनिसकेपछि त व्हेललाई हामीले केमा राख्यौं र यहाँनेर म्यामल, त ए भन्ने म्यामल हो, बी भन्ने शार्क हो, शार्क पिसेज हो, उसले पिसेजको क्यारेक्टरिस्टिक्सहरू सो गर्छ। सो अन द बेसिस अफ देयर फिचर्स व्हिच वान इज लेस डेभलप्ड एनिमल, अभियसली शार्क इज द लेस डेभलप्ड एनिमल। खतरा भए पनि लेस डेभलप चाहिँ यही हो। अब यो मोर डेभलप भएको भए त झन् तपाईँ नै मचाउँथ्यो होला हैन। त लेस डेभलप्ड एनिमल यसमा शार्क नै हो। बी नम्बरको अप्सन चाहिँ हाम्रो करेक्ट अप्सन हो। अन द बेसिस अफ देयर फिचर द एनिमल सोन इन फिगर बी व्हिच इज शार्क इज द लेस डेभलप्ड वान एमङ दिस टू। ओके, सो यो हाम्रो च्याप्टर 2 को कुराकानीहरू 2081 को क्वेसनहरू यहाँनिर सकिन्छ। र आजलाई यति नै। बाँकी त छैन, बाँकी छँदै छैन। अर्को भिडियोमा अर्को च्याप्टर लिएर म आउने नै छु। हस्त, धन्यवाद।